सांसद महावीर पुनले नेताहरूलाई दिएको श्राप फिर्ता लिएका छन्। उनले गएराती विज्ञान प्रविधि सम्बन्धी कुनै पनि विषय, नीति तथा कार्यक्रममा समावेश नगरिएको झोकमा फेसबुकमा स्ट्याटस लेख्दै श्राप दिएका थिए। बेलुका चाहिँ के गरेँ भने मेरो फेसबुकमा मैले यो सबै नेताहरूलाई श्राप दिन्छु भनेर कसैको पनि दिमागमा विज्ञान प्रविधि नवप्रवर्तन भन्ने कुरा यिनीहरूको दिमागमा पस्दै नबसोस् भनेर मैले श्राप दिएको थिएँ। त्यो चाहिँ रिसको झोकमा गरेको हो। माफी चाहन्छु। यो कुरालाई सुधार्नुहोस्। मेरो श्राप म फिर्ता लिन्छु ल। मङ्गलबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै विज्ञान प्रविधि अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय छुट्टै बनाउनु पर्नेमा उनले जोड दिएका छन्। तर सरकारले प्राधिकरणबाट चलाउने तयारी गरेको भन्दै उनले दुःख व्यक्त गरे। सबैभन्दा ठुलो कुरा त के हो भन्दाखेरि विज्ञान प्रविधि मन्त्रालय, विज्ञान प्रविधि अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय छुट्टै खोल्नुपर्छ भन्ने मेरो जुन माग छ त्यो मागमा चाहिँ सुनाइ भएको छैन। र यहाँ चाहिँ के आइरहेको छ भने प्राधिकरणबाट चलाउने रे। किन भन्दाखेरि अर्को मन्त्रालय बनाउँदाखेरि विज्ञान प्रविधि मन्त्रालय भन्ने एउटा मन्त्रालय बनाइयो भने खर्च बढ्छ रे। 2-4 अरब रुपियाँ एउटा मन्त्रालय चलाउनलाई लाग्छ। त्यो पैसा बचाउनलाई 2-4 अरब ठुलो हो कि विज्ञान प्रविधि अनुसन्धान नवप्रवर्तन ठुलो हो? विज्ञान प्रविधि नवप्रवर्तन भनेको के हो? तपाईँले अहिले सुशासन ल्याएर के बनाउनु भइरहेछ भने एउटा राम्रो चिज बनाउनु खोज्नु भएको छ। राम्रो गाडी बनाउन खोज्नु भएको छ। गाडीभित्र चाहिँ एकदमै कम्फोर्टेबल, एकदमै सोफा राम्रो आरामदायक बनाउन खोज्नु भएको छ। तर त्यो गाडीमा इन्जिन हालेन भने के हुन्छ? त्यो गाडी उड्छ। अनि इन्जिन भनेको के हो त? अर्थतन्त्रको इन्जिन भनेको के हो? विज्ञान प्रविधि नवप्रवर्तन अनुसन्धान होइन? यो कुरा खै बुझेको? अरूले त बुझ्नु भएन। योभन्दा अगाडिको विगतका सरकारहरूले बुझ्दै बुझ्दैन। मैले जति प्रयास गरेँ बुझेन। मलाई जहाँसम्म विश्वास थियो, 100% विश्वास थियो अहिलेको सरकारले त बुझ्छ, किनभने सबै युवाहरू हुनुहुन्छ भनेर मैले भनेको थिएँ। खोइ सुनाइ भएको? सबै ठाउँमा मैले पुर्याइरहेको छु। सबैलाई मैले हात जोडेर अनुरोध गरिरहेको छु। अहिलेसम्म प्राधिकरण बनाउने रे, खर्च हुन्छ रे। प्राधिकरण बनाएर विज्ञान प्रविधि अनुसन्धान तथा नवप्रवर्तन विकास हुन्छ भने अरू मन्त्रालय पनि शहरी विकासको पनि प्राधिकरण बनाएर त्यो मन्त्रालय किन चाहियो त्यो? भौतिक विकास मन्त्रालय अनि अरू सूचना तथा सञ्चार मन्त्रालयले पनि प्राधिकरण बनाएर चलाए भइगयो त? खोइ त त्यो कुरा सोचेको। अनि यो कुरामा चाहिँ मलाई चाहिँ धेरै दुःख छ। साथै राष्ट्रपतिले गरेको नीति तथा कार्यक्रमको सम्बोधनमा कतै पनि विज्ञान शब्द नभेटिएको भन्दै अहिलेको यो नेतृत्वलाई विज्ञानसँग किन यति धेरै रिस भनेर प्रश्न समेत गरेका छन्। र हिजोको राष्ट्रपतिजीको सम्बोधनमा पनि जुन नीति तथा कार्यक्रम छ त्यसमा विज्ञान भन्ने शब्द छँदै छैन। तपाईँहरूले हेर्नुहोस् त्यो 46 कतिवटा छ त्यहाँ, कति पानाको, त्यहाँ चाहिँ विज्ञान भन्ने शब्द छँदै छैनन्। यो अहिलेको यो नेतृत्वहरूलाई विज्ञानसँग किन यति साह्रो रिस? विज्ञानले के खाइदिएको छ? विज्ञानले गर्दा नि अहिले यहाँ संसार कहाँ पुगिसक्यो हो? अनुसन्धान नवप्रवर्तन गर्दा संसार कहाँ भइसक्यो? के साह्रो रिस गरेको? पहिलाको पुरानो सरकारहरूले त गर्यो ठिक छ। मैले पुरानो सरकारहरूलाई के भन्थेँ भने उहाँहरू बुढा हुनुभएको छ अनि अलिक दिमागले भेटेन होला, गरेन। अहिलेकोले त भेट्नुपर्ने हो नि।